परदेशी जान हो देवकोटा मेरो थर थिए परे चरणमा खुसी गराए पनि क्या सोचौ तिमी सोध भन्छु म। नमस्ते, म आज जीवन कहानीको श्लोकको भाकामा एक दुईवटा श्लोक भन्न गइरहेको छु। राम्ररी हेरेर सेयर सब्सक्राइब गरिदिनु होला। भाग 1 घर कहाँ हो भन्नुला परदेशी जान हो रसुवा जिल्ला घर फर्के हो बनौला परदेशी जान हो देवकोटा मेरो थर नाम के हो बनौला परदेशी जान हो दिवाकर नाम रह्यो पेसा के हो बनौला परदेशी जान हो किसानी पेसा छयो पहिले हामी त हेरो जन्मिन गयौँ दाजु नजन्मिकन 3 दिनपछि त दाजु जन्मनु भयो पिता नजन्मिकन 4 दिनपछि पिताजी जन्मनु भयो अहिले छन् स्वर्गमा यसको अर्थ बताऊ पनि दाजु हो माताजी छन् गर्भमा। हामी रामायण बालकाण्डको सुरुको यसो 2-3टा श्लोक भन्न अगाडि बढिराखेका छौँ। एक दिन नारद साथे लोक पुगी गए लोको गरौँ हित भनी ब्रह्मा चाहिँ थिए परे चरणमा खुसी गराए पनि क्या सोचौ तिमी सोध भन्छु म भनी मर्जी भए त्यो जसै ब्रह्माको करुणा सुनेर विष्णुले बिन्ती चढाए तसै हे ब्राह्मण सुन यो शुभ अशुभ सबै सुनिरहेछु कछो बाँकी छैन तथापि सुन्न अहिले इच्छा म यो गर्दछु आउला जब यो कली बखतमा प्राणी दुराचार भई गर्ने छन् सब पाप अनेक तरहका निजका मतीमा गए साँचो बात गरोइन कोही अरूकै गर्नन् त निन्दा पनि अर्काको धन खानलाई अभिलाष गर्नै असल हो भने कामका चाकर झै भएर रहनन् त्रिलाई देउता सरी मान्नन् मातृ र पितृलाई बुझखुब शत्रु समानका गरी ब्राह्मण भइकन वेद बेचिरहनन् कोही पढुन् तापनि झन् ठुलो छ पनि भने सजगन आर्जन गरौँला भनी